लगभग 3 मिनेट लामो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। मेरो नाम क्रिस्टिना। आफ्टर लङ टाइम मिनी भ्लग पोस्ट गरिरहेको छु, सो अल्छिनामा नि हेरिदिनु होला है त। यो भिडियो चाहिँ 27 को हो, तर मैले आज मात्र पोस्ट गर्ने मौका पाएँ। म यति चिटिक्क परेर कुर्ता लाएर लाचा डोरी बाँधेर कहाँ जाँदैछु भनेर सोच्दै हुनुहुन्छ होला। यस्तो झमझम पानी परेको बेला भने म चाहिँ मेकअप गर्न जान लागेको थिएँ। मेकअप चाहिँ स्पेसल छ किनभने नेपाललाई रिप्रेजेन्ट गर्ने डान्सको लागि मेकअप गर्न जाँदै थिएँ। अनि सो म पनि यसो नेपालीपन झल्काइदिउँ भनेर एकीतिर लागेको त सबै जापानिजहरूले यस्तो साइड लुक दिएर हेरिराख्यो। मलाई चाहिँ झिलिमिल्ली भएर हिँडेको भएर होला नि। अनि फाइनल्ली म सिन्जुकु पुगेँ। अनि सिन्जुकुमा मैले दिजुको वेट गरिरहेको थिएँ। अनि दिजु पनि ठ्याक्क आइपुगिस्यो। त्यसपछि हामी जान लाग्यौँ डान्स हलतिर। ट्रेन चढेर 2-3 स्टेसन उता थियो सिन्जुकुदेखि चाहिँ। अनि त्यसपछि दिजु र म हलमा पुग्यौँ। यहाँ चाहिँ म फर्स्ट टाइम गएको हो। मैले लास्ट इयर पनि दिजुको मेकअप त गरेको थिएँ होइन। हामीलाई चाहिँ यो यस्तो रुम दिनुभएको थियो कि मेकअपको लागि। लाइटिङ कस्तो राम्रो थियो होइन, मिरर पनि थियो। अनि हामी त्यहीँ बसेर एकछिन खाजा पनि खायौँ किनभने हामी बिहानै गएको थियौँ, केही खाएको थिएन। अनि मैले दिजुको स्किन पनि प्रेप गरेँ। त्यसपछि हाम्रो मेकअप लुक चाहिँ यस्तो भएको थियो होइन। दिजुलाई यस्तो राम्री देखेको थियो होइन। यो सोको अर्गनाइजरले चाहिँ डिफ्रेन्ट कन्ट्रीहरूको मान्छेहरूले आफ्नो डान्स यहाँ रिप्रेजेन्ट गर्ने हो रहेछ होइन। अनि सबैले टिकट काटेर आउनु हुँदो रहेछ कि यहाँ डान्स हेर्नलाई। कस्तो राम्रो के। अनि डान्स हेर्न आउने चाहिँ सबैजना ओल्ड एज पिपल हुनुहुँदो रहेछ कि। अनि उहाँहरूले चाहिँ टिकट काटेर अनि यसरी यो सबै कन्ट्रीको कल्चरहरू, डान्स सोहरू, म्युजिकहरू इन्जोय गर्नुहुँदो रहेछ कि। अनि मलाई एकदम रमाइलो लाग्यो है यो ठाउँ। यहाँ डिफ्रेन्ट कन्ट्रीको मान्छेहरूले आफ्नो कला संस्कृति देखाउने भएको भएर मैले धेरै टाइपको मान्छेहरूलाई भेटेँ होइन। अनि यहाँ आउने सबैजना कति वेलकमिङ है, कस्तो माया गर्ने के। अनि हेर्नु न 1 आवर बाँकी थियो तर सबैजना टिकट काटेको मान्छेहरू आउन स्टार्ट गरिसक्नु भएको थियो। अनि सो हामीले चाहिँ अलिअलि फोटो क्लिक गऱ्यौँ। अनि त्यसपछि एकछिन रेस्ट गऱ्यौँ। दिजुले रिहर्सल गर्छ्यो। अनि दिजुले यहाँ रिहर्सल गर्दै होइसिन्छ। नेल पोलिस लाउनु बिर्सिसकेछ। अनि फेरि नेल पोलिस पनि लाउँदै होइसिन्थ्यो होइन। अनि हामी ब्याक स्टेजमा रमाइलो गरिरहेको थियौँ। मेरो हातको हालत यस्तो थियो होइन, पुरै मेकअप भएर। अनि त्यो नाकको अड्डेको नै थिएन क्या दिजुको। अनि दिजुको टर्न पनि आयो। दिजुले आफ्नो यो कुन गीतमा डान्स गरेको छु अनि यो गीतको बोली के छ भनेर सबै कुरा भन्थ्यो त्यहाँ। अनि त्यसपछि डान्स गर्छ्यो होइन। त्यसपछि हामीले चेन्ज गर्नलाई 5 मिनट्स पाएको थियौँ। अनि हामीले छिटो छेत्री ड्रेसमा चेन्ज गऱ्यौँ। अनि त्यसपछि दिजुको फेरि छेत्री ड्रेसमा डान्स गर्ने टाइम आयो। त्यसपछि फेरि दिजु त्यहाँ गएर डान्स गर्छु, एकदम राम्रो डान्स गर्छु होइन। अनि मैले पनि एकदम इन्जोय गरेँ। सबैजनाले ताली बजाएर खुसी हुनुभएको थियो कि। अनि मलाई त झन् कस्तो प्राउड फिल भइरहेको कि नेपाली हुनुमा है। लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू, बाई।